जय मसीह सबैलाई। र म तपाईको समक्षमा मेरो आफ्नो सानो जीवन गवाई बताउन चाहन्छु। परमेश्वरले मेरो जीवनमा कसरी सेवकाईमा मलाई निकाल्नु भयो भन्ने विषय लिएर र विशेष परमेश्वरलाई धन्यवाद यो मौका पाएको छु। र आज मेरो सेवकाई समय मैले जति पनि बिताएँ त्यो विषय लिएर अलिकति म बताउन चाहन्छु। मेरो त्योभन्दा अघि चाहिँ मेरो परिचय म दिन चाहन्छु। मेरो नाम चाहिँ अजित राई हो। म चाहिँ दार्जिलिङ डिस्ट्रिक्टबाट हुँ र परमेश्वरले मलाई उहाँको सेवकाईको लागि 98 मा मलाई निकाल्नु भयो। म सिलगढीबाट दार्जिलिङबाट हिमाचल प्रदेश परमेश्वरले मलाई ल्याउनु भयो अनि 98 देखि लिएर 98, 99 चाहिँ मैले क्याम्पस क्रुसेडको माध्यमद्वारा 2 साल हिमाचलको 12 जिल्लाको भित्र मैले काम गर्न सकेँ। परमेश्वरलाई धन्यवाद होस्। अनि 99 पुरा गरेर म यहाँबाट गइरहेको बेलामा चाहिँ यहाँ कुल्लु जिल्लाको साम्ची चर्चमा चाहिँ मैले वहाँ 31 डिसेम्बरको दिन चाहिँ लास्ट फर्स्ट नाइटको समयमा मलाई एकजना मित्र मेरो श्याम साथीले लानुभएको थियो। वहाँ गएर हामी जब आराधना गऱ्यौँ, परमेश्वरको महिमा गऱ्यौँ र त्यस समय चाहिँ मैले आराधना लिड गरिरहेको थिएँ। त्यस आराधनाको समयमा त धेरै व्यक्तिले त्यो चर्चमा त्यो रातको समय पवित्र आत्माद्वारा छुटकारा पाए कति व्यक्तिहरू जसको जीवन सही थिएन। अनि त्यो देखेर चाहिँ त्यो चर्चको हाम्रो आदरणीय पास्टर थोमसले चाहिँ मलाई भाइ तपाईँ मसँग सेवकाई गरौँ भनेर मलाई भन्नुभयो। मैले त उहाँलाई भने पास्टरजी म त अब घर फर्केर गइरहेको छु 2000 अनि अब म आउँदिनँ होला सायद, किन मेरो परिवार पनि उतारिरहेको छ, म आउँदिनँ। मैले जो सेवकाई 2 साल गरेँ अब आउँदिनँ भनेर मैले भने। होइन तपाईँ मसँग सेवकाई गर्नु भनेर प्रभुले भन्नुभइरहेको छ। म अब बम्बई गएर तपाईँको लागि स्पोन्सरको लागि केही सबै कुरा गरेपछि म तपाईँलाई फेरि लेटर पठाउँछु। त्यति बेलाको समयमा 2000 को समयमा कुनै प्रकारको फोनहरू थिएन। अनि म त घर गएँ, तर तुरन्त 10 दिनको बादमा एउटा रेजिस्टर लेटर मेरोमा आयो र त्यहाँ लेखेको थियो भाइ अजित तपाईँको लागि स्पोन्सर प्रबन्ध भएको छ, तपाईँ आफ्नो परिवार लिएर आउनुहोस् है। अनि जब यो कुरा मैले देखेँ त्यसपछि मैले आफ्नो आदरणीय पास्टर जोसेफ गुरुङलाई यो कुरा बताइरहेको थिएँ। मलाई चाहिँ पास्टर बाउले बोलाउनु भएको छ हिमाचलमा सेवकाईको लागि परिवारको साथ भनेर भन्नुभयो। अनि मैले पास्टर बाउलाई भन्दा उहाँले भन्नुभयो भाइ अजित तपाईँको सेवकाई हिमाचलमै होला, तपाईँ जानुहोस् भनेर उहाँले यसरी मलाई भन्नुभयो है। अनि मैले त्यसकारण मैले पनि निर्णय लिएँ। मैले आफ्नो परिवारलाई लिएर, मेरो छोरा 6 सालको थियो, उहाँलाई लिएर 2000 मा चाहिँ मैले हिमाचल प्रदेश कुल्लुमा आएर सेवकाई सुरु गर्न सकेँ चर्च प्लान्टको रूपमा। अनि त्यस समय मैले पास्टरलाई कति दिन हुन्छ मलाई सेवकाई गर्दा त्यो केही कुरा पनि मैले मागिनँ। मलाई त एउटै इच्छा थियो कि प्रभुको अब सेवकाई गर्न मतलब परिवारको साथ मौका पाएँ म त अब दिलोजानले गर्छु भनेर गरिरहेँ। अनि साम्ची चर्चमा जब मैले सेवकाई गरेँ त्यो चर्चमा आमाहरूको बिचमा कुनै सेवकाई थिएन, युथहरूको बिचमा कुनै सेवकाई थिएन, अनि सन्डे स्कुलको बिचमा कुनै सेवकाई थिएन। तर जब म 2000 मा साम्ची चर्चमा मैले आएँ अनि त्यो सेवकालाई सुरु गर्न थालेँ पास्टरको अनुमति लिएर र त्यस सेवकालाई जब सुरु गरेँ धेरै परमेश्वरले काम गर्नुभयो। जवानहरू खडा हुनुभयो, धेरै जवानहरू खडा भए परमेश्वरको सेवकाको लागि युथहरू। त्यसपछि आमाहरूको बिचमा मैले एउटा सेवकाई सुरु गरिदिएँ। आमाहरू बसेर यसरी प्रार्थना गर्न सुरु गरेँ। अनि त्यसपछि सन्डे स्कुलको सेवका पनि सुरु भयो र एकदमै सेवका सुरु भएर एकदमै राम्रो भइरहेको बेलामा फेरि 2000 अक्टोबरमा चाहिँ हाम्रो पास्टरजीले नै जसले मलाई बोलाउनु थियो पास्टर थोमसले, पास्टर अजित किनभने स्पोन्सर बन्द भयो, तपाईँ अब घर जानुहोस्, 2 महिनाको म सपोर्ट तपाईँलाई गर्छु भनेर भन्नुभयो है। जब मैले यो कुरा सुने पास्टरलाई कुनै पनि जवाब दिइनँ, तर मनमा धेरै दुःख लाग्यो किनभने म धेरै टाढो आएको थिएँ आफ्नो परिवार लिएर एउटा सेवकाई गर्ने इच्छा लिएर। तर 10 महिनाभित्रमा उहाँले यसरी भन्नुभयो है। अनि जब मैले यो कुरा लिएर हुन्छ पास्टरजी भनेर म घर गएँ र मैले आफ्नो श्रीमतीलाई भनेँ। अनि मेरो श्रीमती नै आँखाभरि आँसु बगायो, हामी रोयौँ होइन। यत्रो टाढो आफूलाई चिन्दैन जान्दैन, के गरौँला कसो गरौँला भनेर मनमा धेरै दुःख लाग्यो। अब नानी पनि स्कुल हालेको थियौँ त्यस समय क्लास 1 मा। अनि प्रार्थना गऱ्यौँ, प्रभुलाई प्रार्थना गर्दा चाहिँ यो कुल्लुदेखि 40 किलोमिटर मनालीमा चाहिँ एउटा नेपाली चर्च थियो, तर कुल्लुमा चाहिँ एउटा नेपाली मण्डली थिएन। त्यसकारण नेपाली अब मण्डली सुरु गर्नुपर्छ भन्ने निर्णय लिएर हामीले प्रार्थना गर्दाखेरि परमेश्वरले यशाया 41 को 10 पदसम्म बोल्नुभयो है। त्यो नडरा, म तेरो साथमा छु है, तँलाई सम्हाल, तँलाई दाहिने हात सम्हाल्छु। सबै कुराहरू जब वचन मैले यो वचन यशायाबाट पढ्दा थिएँ परमेश्वर मसँग बात गरेको जस्तो मलाई अनुभव भयो। अनि मैले यो सेवकालाई 2001 देखि चाहिँ मैले फेरि यहाँ नेपाल सेवकाई सुरु गरेँ कुल्लुमा।
त्यति बेला नेपालीहरू यहाँ मण्डली थिएन। अनि त्यहाँ चाहिँ हामी बुन्तरदेखि अलिकति अगाडि भुट्टीकोली हुन्छ त्यस क्षेत्रमा हामी सेवाकाई सुरु गऱ्यौँ। अनि सेवाकाई गर्दाखेरि 2 या 3 जना मात्र हाम्रो मित्र थियो। सबैभन्दा पहिला हाम्रो वेदप्रकाश भाइ हुनुहुन्छ, अहिले जो मण्डलीको एल्डर हुनुहुन्छ। अनि अर्को एकजना श्याम भाइ हुनुहुन्छ है, जो मित्र आए पनि उहाँ पार्ट टाइम सेवाकाई गरिरहनुहुन्छ। अनि यसरी हामी 3-4 जना बसेर कमरामा सेवाकाई सुरु गऱ्यौँ है, प्रार्थनाद्वारा। अनि बिस्तारै प्रार्थना गर्दै गर्दा 1-2 जना गर्दै मण्डली बढ्दै थिए। अनि त्यस पश्चात अगस्त 8 तारिक मेरो जीवनमा अचानक एउटा अद्भुत घटना घट्यो। त्यो त एकदम दुःखलाग्दो घटना। मेरो जुन एउटा छोरा थियो है, उहाँ चाहिँ खोलाले बगायो। कसरी बगायो भन्दा चाहिँ कसै विश्वासीको घरमा उहाँको बाबा बितेको कारणले हामी उत्साहित गर्न गएका थियौँ। अनि यो हाम्रो श्याम भाइ परिवारलाई त हामी छोरालाई जिम्मा दिएर गएका थियौँ। गएको आधा घन्टा बादमा चाहिँ खोलाले बगायो भनेर, ब्यास नदीमा बगायो भनेर हामी कुरा सुन्यौँ। जस्तो यो कुरा सुन्यो मेरो मिसेस त बेहोसै भइगयो। म कुदेर आएँ। जब आएँ त्यस क्षेत्रमा अगस्त 8 तारिकको रातको घटना हो, जस्तै 4-5 बजी 6 बजीको घटना हो। जब म त्यो क्षेत्रमा पुगेँ कसरी भएछ भन्दा चाहिँ 7 क्लास पढ्ने नानीले साइकल ल्याएछ। त्यसको पछि मेरो छोरा अनि मेरो साथी श्याम भाइको छोरा दुगुरेछ, सायद थाकेला है, गर्मी भएला। अनि ती अलिकति त्यो ग्राउन्डकै छेउमा अलिक पर गर्थ्यो एउटा नदी थियो, ब्यास नदी छ होइन। अनि तिनीहरू लुगा फेरेर चाहिँ सायद नुहाउनु गयो होला, सायदमा पानी उयो गर्नु, तर अचानक मुल्काबाट बगाएर गएछ। अनि जब म त्यो ठाउँमा आएँ, ग्राउन्डमा आएँ, मैले कपडा पाएँ। अनि कुदेर गएर नदीको छेउ पुग्दा चाहिँ झपक्कै रात पनि पर्यो। अनि त्यस समय केही पत्ता पाएन, मलाई त विश्वासै भएन है। अनि जब म यसरी मेरो मित्रहरूले मलाई लिएर आयो, त्यो राति अब एकदमै फेरि पानी पर्यो, रातभर पानी परेर जुन ब्यास नदी चाहिँ 2 गुणा भयो। अनि त्यसपछि मेरो छोराको लागि केही डेड बडी पाएन। धेरै हाम्रो समाजको मान्छेले पनि खोजिदियो, यहाँ गाउँको मान्छेले खोजिदियो है। अनि केही पनि पाएन। अनि 3 दिनसम्म हामी एकदमै परमेश्वरमा दुःखी भएर रोइरह्यौँ है। परमेश्वरलाई हामीले शिकायत मतलब है, परमेश्वरलाई हामीले कोस्यौँ। परमेश्वर तपाईँले हामीलाई धोका दिनुभयो, यति टाढो ल्याउनु भयो है, र एउटै भएको छोरा पनि हामी गुमाउनु पर्यो। यदि हामी सेवाकाईमा नआएको भए आज यस्तो हुन्थेन होला है, तपाईँले हामीलाई धोका दिनुभयो भनेर 3 दिनसम्म चाहिँ हामी परमेश्वरको अगाडि शिकायत गऱ्यौँ है। अनि तर तेस्रो दिन चाहिँ जब रातको समय चाहिँ परमेश्वर पवित्र आत्मा मसँग बात गर्नुभयो। कहिलेसम्म चाहिँ तँ रुँदै होइन यसरी कुडकुडाउँछस्, गनगनाउँछस्, मेरो विरुद्धमा बोल्छस्, के तँ अगाडि सेवाकाई गर्दैनस् भन्ने एउटा कानमा जस्तो मेरो मनमा आवाज आयो होइन। अनि मैले साँच्चै नै अब कहिलेसम्म कुडकुडाइरहने, छोरा त गुमाएँ होइन। अनि उसको आमा त एकदमै रोइरहेको थिए, मेरो मिसेस जस्तो अनमोलको आमा। अनि उहाँलाई मैले भने अब हामी परमेश्वर अगाडि नगनगनाउँ, नकुडकुडाउँ होइन, जे हुनु छ भइगयो। अब हामी घर फर्केर नजाउँ, हाम्रो छोरा पनि छैन, तर हामी यस ठाउँमा अब सेवाकाई अझै हामी गर्नेछौँ। जुन मण्डली सुरुवात गरेको छौँ त्यस मण्डलीको लागि चाहिँ हामी अब परमेश्वरलाई मागौँ, धेरै आत्माहरू परमेश्वर धेरै छोराछोरी दिनुहोस् भनेर। त्यो राति चाहिँ मैले श्रीमतीलाई जब बेडमा बसिरहेको थियो मैले तल झारेँ, हामी घुट्नमा आयौँ। अनि प्रार्थना गऱ्यौँ, परमेश्वर हामीलाई क्षमा गर्नुहोस् है। हामीले 3 दिनसम्म कुडकुडायौँ, तपाईँको विरुद्धमा गनगनायौँ, तपाईँको विरुद्धमा बोल्यौँ, हामीलाई क्षमा गर्नुहोस्। तर अब यो सुरुवात गरेको मण्डली चाहिँ तपाईँको हुन्, अनि यस मण्डलीमा तपाईँले धेरै आत्मा दिनुहोस् भनेर हामीले यसरी परमेश्वरमा रुँदै प्रार्थना गऱ्यौँ। अनि परमेश्वरलाई धन्यवाद होस्। अनि परमेश्वरले साँच्चै नै हाम्रो प्रार्थना सुन्नुभयो। 2001 देखि लिएर आज म 2026मा यस समय म हिमाचल प्रदेशमा छु है। 25 साल पुगेको खुसीमा एउटा सिल्भर जुब्ली मनाउन आएको छु र परमेश्वरलाई धन्यवाद होस्। यस मण्डलीमा यति परमेश्वरले आशिष दिनुभयो है। त्यस मण्डलीद्वारा धेरै नेपालको क्षेत्रमा मलाई त्यति नेपालको जग्गा थाहा पनि छैन, तर जुम्ला, हुम्ला है, कहाँ अब नेपालगञ्ज, कोलपुर, काठमाडौँ, अलग अलग क्षेत्रमा है, रोल्पा सबै जिल्लामा यस मण्डलीबाट विश्वास गरेका मानिसहरू गइरहेका छन्। परमेश्वरलाई धन्यवाद होस्। परमेश्वरले आजसम्म यो मण्डली सम्हाल्नु भएको छ। यस मण्डलीको नाम चाहिँ सालोम चर्च हो, यो त भुट्टीमा छ। अनि धेरै व्यक्तिलाई मैले प्रभुको वचन सिकाउन मौका पाएँ। अनि त्यस मण्डलीबाट परमेश्वरले आज विश्वासी मात्रै होइन तर प्रभुको दासहरू खडा गर्न थाले है। र आज मैले जब गन्दै थिएँ कमसेकम 12 जना यस समयमा त्यस चर्चबाट मण्डलीबाट निक्लिएर प्रभुको सेवाकाई गरिरहेको छ। नेपालमा
क्षेत्रमा नेपालमा 5 जना प्रभुदास दासीहरू सेवा गरिएको छ, उत्तराखण्डमा छ र हिमाचल प्रदेशमा छ, सिमला डाल्डाघाटमा छ र यसरी 12 जना प्रभुदासहरू चाहिँ निक्लेर सेवा गरिरहेका छन्। अनि यो मण्डली दिन प्रतिदिन बढिरहेको छ है। र त्यो सुरुवातमा हामी आँसु बगाएर त्यो मण्डली स्थापना भएको थियो। मैले भनिरहेको थिएँ मण्डलीलाई, यस मण्डलीको लागि चाहिँ हामीले आँसु बगाएको छौँ र यसकारण यो मण्डली आशिषित भएको छ। र आज हामी 25 साल पुरा भएको कारणले गर्दा हिमाचल प्रदेशमा छौँ। कुल्लुमा आएर हामी 3 दिनको सेमिनार पनि गऱ्यौँ र यसरी गबै भन्ने मौका पाए। परमेश्वरलाई धन्यवाद होस्। र साँच्चै नै यस मण्डलीमा जति पनि व्यक्तिहरू छन् आज पनि आशिषित छन् र धेरै यस मण्डलीबाट प्रभुको दासहरू खडा भए। म यस कुरामा प्रभुलाई धन्यवाद दिन्छु। केही अंश प्रभुको लागि दुःख उठाउने मौका मैले पाएँ, प्रभुलाई धन्यवाद होस्। अनि म जब 2000मा मैले यता लिएर आएको थिएँ परिवार, दार्जिलिङबाट छोरा त्यो गुमाएँ। तर म 2018मा चाहिँ अब हिमाचल प्रदेशबाट म जान्छु, अब यस सहरमा रहदिनँ अनि आफ्नै ठाउँमा जान्छु भनेर मैले निर्णय गरेँ। त्योभन्दा अगाडि मैले 2016देखि मैले प्रार्थना गरेको थिएँ। 2 साल हामीले प्रार्थना गऱ्यौँ। अनि 2002मा चाहिँ मेरो छोरी भयो, मैले बिर्सेँ। 2002मा चाहिँ मेरो छोरी भयो, परमेश्वरले दिनुभयो। अनि छोरीलाई हामी 10 पढायौँ। 2018मा चाहिँ हामी फेरि गयौँ सिलगढी क्षेत्र, हामी नक्सलबारी क्षेत्रमा अहिले छौँ होइन, निरपानी भन्ने जग्गामा। अनि त्यहाँ गएर 11-12 मेरो छोरीले पढाइ गरिसक्यो। त्यसपछि सुरेसन कलेज गयो, उहाँले इङ्ग्लिस अनर्स खत्तम गर्यो। अनि कलेजमा पनि एकदम टपर भएर आयो मेरो छोरी। जस्तो 2023को सेप्टेम्बरमा चाहिँ अगस्तमा खत्तम भयो उसको पुरा ग्रेजुएसन। त्यसपछि 2023कै सेप्टेम्बरमा त फेरि उहाँ एयर होस्टेसमा छ, अहिले एयर इन्डियामा रहेर काम गरिरहेको छ र हामी परिवारै आएको छौँ। यसरी म के भन्न चाहन्छु भने परमेश्वरले हाम्रो आँसु चाहिँ व्यर्थ जाँदैन। जति पनि हामी परमेश्वरको लागि आँसु बगाउँछौँ त्यो व्यर्थ जाँदैन। जब म यहाँ आएँ धेरै आज विश्वासीहरू देखेँ है, र हामी भेटघाट गर्न सक्यौँ र धेरै विश्वासीहरूसँग हामी मण्डलीसँग सङ्गति गर्न सक्यौँ, राम्रो समय बिताउन सक्यौँ र परमेश्वरलाई धन्यवाद होस्। म यही उत्साहित गर्न चाहन्छु मेरो गवाईद्वारा, परमेश्वरले तपाईँको आँसुलाई देख्नुहुन्छ, तपाईँको दुःखलाई देख्नुहुन्छ। तपाईँ परमेश्वरको सेवा गर्दै जानुहोस् है। परमेश्वरले कहिले पनि तपाईँलाई धोका दिनुहुन्न है। हामी छोरा लिएर आएको थियौँ, छोरा गुम्यौँ, तर छोरी लगेर गयौँ। आशिषित छोरी छ आज हाम्रो जीवनमा, हामीलाई धेरै सपोर्ट गर्छ र अहिले नोकरीको साथसाथ प्रभुको सेवाकामा धेरै मद्दत गरिएको छ। र यसरी परिवारै हामी आउन पायौँ। प्रभुलाई हामी धेरै धेरै धन्यवाद दिन्छौँ र मेरो छोटो गवाईद्वारा परमेश्वर तपाईँलाई धेरै आशिष दिएको छ। आमेन।